5 घण्टाको इन्टरभ्यूको उपलब्धि लास्टमा के भन्यो भने म ग्रिन कार्ड दिन चाहन् रिजन भने किन दिन चाहन् अनि रिजनहरू भने तर नेपालमा गाह्रो छ तर त्यति धेरै गाह्रो छैन त कि तर बाँच्नै गाह्रो हुने गाह्रो छैन त्यहाँ केसी भने आम सरी केसी आई फिल द्याट तर मलाई कुरा त आभास छ तर मेरो आफ्नो पनि एउटा वेट हुन्छ मैले यदि आफ्नो निर्णय ब्याक गऱ्यो भने चाहिँ मेरो एउटा वेट हुन्छ भन्नु भने ओके मेरो एउटा वेट पनि भने होइन थ्याङ्क यू सो मच अनि हाइकोर्ट अपिल गर भन्नु भन्थ्यो मलाई म गर्दैन हाइकोर्टको लागि थप 6 महिना बस्नुपर्छ म यत्तिकै पनि यतिकै समय बसेर म थाकिसकेको छु नो म गर्दैन हाइकोर्ट अनि हाइकोर्ट अपिल गर्दा अर्को जज पर्ने हो अर्को जज पर्दा तिनवटा जज मात्रै के हुन्छ अरे अनि मात्रै हुने अरे अनि हाइकोर्ट अपिल नगरे पनि 3 महिना बस्नु 3 महिनापछि मात्रै डिपोर्टेसन हुन्छ भनेर भने मलाई